हेलो दोस्तों, स्वागत है और नेक्स्ट ब्लॉग में। और फिर नेपाल का हम लोगों का में एक जगह है जमीन है, वहाँ पर हम लोग आया था। यहाँ पर पौधा में पानी डालने के लिए पूरा जंगल हो चुका है, क्योंकि यहाँ पर कोई रहता नहीं। तो हम लोग का छोटा सा घर है, मैं आपको दिखाऊंगा। ये हम लोग का ये मार्केट एरिया पे घर है, लेकिन यहाँ पर हम लोग कोई रहता नहीं है, इसलिए ये पुराना हो चुका है। और यहाँ पर पूरा और ये टिक का पौधा है और यहाँ पे पानी डाल रहे हैं हम लोग। अभी का डेट है आपको मुझे लग रहा है कि कब का डेट है। आज का डेट है गाइस 4 अप्रैल 2025 है। और 4 अप्रैल 2025 का डे पे हम लोग यहाँ पर पानी डाल रहे हैं। पता नहीं कितना साल लगेगा ये बड़ा होने में, ये पेड़ पौधा। हेलो गाइस, hey, what are you doing, my boy? सो यहाँ पर कितना अच्छा, ये इतना बड़ा पेड़ के नीचे ये बैठने वाला जगह बनाया हम लोग ने बैठने के लिए। यहाँ पर थोड़ा मैं साफ करूँगा, क्योंकि यहाँ पर कोई रहता नहीं, तो इसलिए मजा लगा अलिक मजाले यो चाहिँ टिकको पत्ताहरू हो। अनि यसलाई चाहिँ मजाले साफ गर्नुपर्छ। यो चाहिँ पछि अनि यसको रुखमा मल दिए हुन्छ नि, बाटो बनाउनु पर्छ। अब त बोजूले कहाँ खोर्सानी भन्दै खोर्सानी लगाएको जान्छ माया मुनि लगायो, मुनि चाहिँ हो मुनि हो त्यसरी सर लगाओ, ओछेर लगा त ओछेर लगाउने पाएन नि, ठुलो हुन्छ र खानु पाइन्छ त। ठ्याक्कै। सो गाइस, म चाहिँ घर सफा गर्दैछु। अनि घर सफा गरेर मैले चाहिँ अलिअलि सफा गरिसकेको छु हो। पसिना पनि भयो झाडु लगाएर, किनकि यो घर चाहिँ हामी पुरा बनाएको पुरानो हाम्रो घर हो। अनि यहाँ चाहिँ हामी बस्छ, तर बस्दैन, हामी यहाँ चाहिँ बस्दैन, तर घर चाहिँ बनाइराखेको छ। किनकि हामीले बेच्दैन पनि, जमिन चाहिँ पछि किन्न सकिँदैन नि त हो। त्यही भएर हामी त्यो जमिन बनाइराख्छ, घरहरू बनाइराखेको चाहिँ यति भएपछि त गभर्मेन्टले लानु सक्दैन। किनकि घर चाहिँ जमिन किनेपछि घर चाहिँ बनाउनुपर्छ, घर बनाएन भने चाहिँ गभर्मेन्टले लान्छ। अनि घर बनाइसकेको बादमा चाहिँ गभर्मेन्टले लानु सक्दैन। त्यही भएर हामीले चाहिँ के छोडिराख्छ, सफा गरिराख्छ र घरिघरि। अनि हामी अहिले यहाँ पेड़ पौधाहरू लगाएको छ। अनि हामी सबैजना मिलेर पानी लगाउँदैछ पेड़ पौधामा, ताकि पछि फ्युचरको लागि चाहिँ राम्रो हुन्छ भनेर। सो यो तपाईँहरू देख्न सक्नुहुन्छ, यो चाहिँ अगर कोही पनि आएर बस्न चाहन्छ भने बस्न सक्छ यहाँनिर होइन। अनि यहाँनिर बस्छ, यहाँ खाने कुराहरू टेबलहरू यस्तो बनाइदिएको छ। अनि यहाँ नर्मली शीतल हुन्छ यहाँनिर। अहिले चाहिँ उयो छ, मतलब अहिले चाहिँ उयोको मौसम हो। अहिले चाहिँ के भन्छ, अहिले अप्रिल हो। अप्रिलको मौसममा चाहिँ यो पत्ताहरू रुखको सबै झरेको हुन्छ। त्यही भएर चाहिँ अहिले चाहिँ यस्तो भएको छ। बट पछि जो समर एन्ड रेनी सिजनमा चाहिँ यो पुरा पत्ता हुन्छ, यहाँ पुरा चिसो हुन्छ। अनि उता चाहिँ हाम्रो बोजू हुनुहुन्छ। बोजू ठिक छ तपाईँ? ठिक छ बोजू? डाइनिङ हल हो यो, डाइनिङ हल हो। अनि यो चाहिँ सिटिङ रुम हो, यहाँ चाहिँ बेडरुम हो, यो चाहिँ बेडरुम हो। यस्तो छ। सो गाइस, यस्तो छ। त्यही भएर के गर्ने अब, यस्तै छ। मजाले पानी हाल भाइ, मजाले भएन यता हाल पानी हाल, मजाले भरेर। बोजूको जस्तो पानी। यहाँ चाहिँ हमेसा सन्डेमा यसो काट्छ। अनि यतातिर पुरा उ त्यो जो घुम्दैछ नि, उ त्यो कालो देख्नु छ, त्यो कालो जो चढ्दैछ त्यो घुम्दै गरेको नै यहाँ एभ्री सन्डे हुन्छ यहाँनिर हो। अनि हावा खाने घर बन्दैछ यहाँनिर। यो चाहिँ यस्तो पुरा डेभलप हुँदै रहेछ यहाँनिर। किनकि जब हामीले जमिन लिएको थियौँ त्यस टाइम यो केही पनि थिएन, पुरा जङ्गल थियो, खोलाको डिल मात्र थियो। अनि अहिले पुरा डेभलप हुँदै रहेछ, बहुत सालपछि आएकोमा पनि यस्तो हुँदै रहेछ। लगभग हाम्रो घर बढारेर सफा भइसकेको छ, कम्प्लिट भइसकेको छ। अब हामी चाहिँ एकछिन बसेर घर जानेछौँ ल।
ठगोको भन्ने थियो अन्त हामीलाई त ठगोको भन्ने थियो कति निकाल्यो लामो खिच्यो कसलाई नभने यता खिच्यो ओइ चियर्स गरिन त ल 1 2 3 Rani ba niya? Wala na ko niya lusa ni ale ya si ke o yo. Away ao bulmau. Ke bisa? Away ao bulmau. Tenang boleh sampai sapa? Buka boleh ni. Ito kasi alaga ta. Ano po ito punde je? Punde spray. Punde Ini spray. kali kita. Lagi dia? Ito. Ini mukul ni dah ni hende. Ada data. Ini ada di. Mumat. Kana. Ada ni sable kapare kan na. Ada ni kapare khada kare maja आगे ना. Oh. Ke dansa. ना. ना चले पनि अलि. Kalau dan ni dia boleh. ना अलि kita. Apa lagi na ta? अलि तिमी मलाई यहाँ सब पहिला. ओ खाने. Oh. Kalau tu. मजा आयो के त हो. Tahu. Ini ni. सो गाइस आज काम सक्यो. काम सकेर हामीले यसो कोल्ड ड्रिङ्क हल्का खाएको. अब यहाँदेखि चाहिँ हामी जान्छौँ फेरि घर. Kalau ini memang gum jam 5 ni.